गुड मर्निङ है हजुरहरू सबैलाई। लगभग 2006 होला म परदेश हिँड्न सुरु गरेको। लगभग अहिले 2026 भइसक्यो। अहिलेसम्म परदेशै छु। अहिलेको चुनावमा भोट दिने मेरा बुवा आमा दाजुभाइले पहिलेकै जस्ता राष्ट्रघाती र जनता बेचुवा नेताहरूलाई भोट नदिनु होला भन्न चाहन्छु। तपाईहरुलाई इच्छा लागेको मान्छे, राम्रो मान्छे, देशका लागि केही गर्छु भन्ने मान्छे पुरानोलाई हैन नयाँलाई दिनुस्। नयाँ भनेको नयै हो, पुरानो भनेको फाटेको जुत्ता भइसक्यो। जुत्ता फाटेपछि नयाँ ल्याइन्छ नि, हो त्यही गरेर त्यही सोचेर यसपालिको भोट नयाँलाई, नयाँ जो होस्, मान्छे नयाँ चाहियो। पहिलेको पुरानो पार्टीका पुरानै मान्छे, उही मान्छेलाई यो सालको भोट तपाईहरुले नदिनु होला भन्न चाहन्छु। देश परिवर्तनको सङ्घारमा छ। परिवर्तन चाहन्छन् सम्पूर्ण मान्छे। बुढाबुढी आमा बुवाले दिएको भोटले उनीहरूले सोझा सिधा मान्छेले दिएको भोटले उनीहरूले फाइदा उठाइरहेका छन्। सीमित मान्छेहरूले फाइदा लिइरहेका छन् भने देशका कैयौं जनता, कैयौं युवाहरू विदेशिनु परेको छ। यो भिडियोमा हेर्नुस् कति छन्। मलेसियामा यति त सेक्युरिटीमा मात्रै छ, अरु कम्पनीमा कति होला? सयौं मान्छे छन्। मलेसियाको यो कुरा छ। कतार, साउदी, दुबई, बहराइन, इराक, इजरायल, अफगानिस्तान, अरु राष्ट्रहरूमा कति होलान्? यसपालिको भोट नयाँलाई, सम्पूर्ण बुवा आमा दाजुभाइहरूलाई यही भन्न चाहन्छु है त।